त्यो दुःखद समाचार कसरी कोबाट यहाँ समक्ष पुग्यो? उसकै मोबाइलमा मैले कल गरेको थिएँ अनि जापानको 11 बजे नेपालको 8:15 बजेतिर मैले कल गर्दाखेरि उहाँकै मोबाइलबाट सायद उहाँको अफिसकै सर हुनुहुन्छ उहाँको मार्फत हिज नम्बर भन्ने खबर पाएको थिएँ मैले। अन्तिम कुराकानी कहिले भएको थियो? त्यही दिन भएको थियो, मेरो ब्रेकको टाइममा भएको थियो। ऊ त्यो दिन एउटा महिलाको निधन भएको रहेछ, उहाँ मुचुल्का उठाउन जानुभएको थियो। त्यही बेलामा कुरा भयो र उहाँ अफिस आउँदा पनि उहाँसँग कुरा अफिसको ठ्याक्क अपोजिट साइडमा उहाँ खाना खाने ठाउँमा बस्नु भएको थियो। त्यो बेलामा नि भिडन्त हुँदैछ, यसरी जुलुसहरू आउँदैछ भन्ने कुराहरू थाहा पाएँ अनि मैले आफ्नो केयर गर है भनेको थिएँ। त्यो बेलामा हुन्छ त्यही नै अन्तिम हो। अनि मलाई मेसेज गरिराख ल, लास्ट टाइमसम्म नि कुरा भएको चाहिँ उसले मलाई 3टा मेसेज पठाएको थियो। हाम्रो अफिस पुरै जल्यो, मेरो बाइक जल्यो, मलाई लाइफमा फर्स्ट टाइम डर लागेको छ, यति 3टा मेसेज गर्यो। त्यसपछि उसको मेसेज आएन, त्यति हो। अहिले कस्तो छ तपाईलाई? बाँचिरहेको छु, त्यति हो।